मलाई तपाईले धेरै पहिलादेखि सोधिरहनु भएको थियो दाइ तपाईको भिडियोमा चाहिँ त्यो इंग्लिश क्याप्सन कसरी राख्नुहुन्छ भनेर है मैले रिप्लाई गर्छु भन्दा भन्दै बिर्सिरहेको थिएँ म तपाईलाई आज चाहिँ यो भिडियोमा स्टेप बाइ स्टेप मैले क्याप्सन कसरी राख्छु भनेर तपाईलाई यो भिडियोमा देखाउँछु अन्तिमसम्म हेर्नु होला है त पहिला चाहिँ तपाईले यो क्याप्सन्स भन्ने एउटा एप छ त्यो डाउनलोड गर्नुपर्छ है क्याप्सन एप डाउनलोड गर्नको लागि म चाहिँ एप्पल स्टोरमा गएँ हैन त्यसपछि तपाईको क्याप्सन टाइप गर्नु पर्यो त्यहाँनेर त्यसपछि क्याप्सन आइसकेपछि म क्लिक गर्छु हैन मैले अलरेडी डाउनलोड गरेको भएकोले गर्दाखेरि ओपन भनेर अप्सन आयो म ओपन गर्छु त्यसपछि तपाईले आफूले कुन भिडियो ट्रान्सलेट गर्ने त्यो भिडियो तपाईले सिलेक्ट गर्नुपर्ने हुन्छ मैले यो 7 सेकेन्डको भिडियो सिलेक्ट गरेँ एपमा एडिट पनि अप्सन हुन्छ तर मलाई गर्नुपर्ने थिएन त्यही भएर सिधै म चाहिँ स्पोकन ल्याङ्ग्वेजमा गएँ त्यसमा नेपाली थियो पहिलेदेखि सेटिङ अनि इङ्ग्लिसमा ट्रान्सलेटमा राखेँ त्यसपछि अपलोड गरेँ भिडियो अब यो भिडियो चाहिँ ट्रान्सलेटिङमा गइरहेछ र ट्रान्सलेटिङ सिधै छ अब यसरी भिडियो आउँछ हेर्नु होला मेरो चोइसको अर्को फुल चाहिँ इन्द्रकमल है ट्रान्सलेटिङ भइसक्यो अब म फाइनल चाहिँ इम्पोर्ट गर्छु अनि इम्पोर्ट गरिसकेपछि डन